यो पेन्टिङ देखेर मेरो होस उड्यो। यहाँ दाइले यस्तो पेन्टिङ बनाउनुहुन्छ नि साथीहरू, मेरो त होस उड्यो यो पेन्टिङ देखेर। तपाईहरुले पनि भिडियो लास्टसम्म हेरेर तपाईहरुको पनि होस उड्नेछ। लास्टसम्म हेर्नु त, यस्तो राम्रो यो केटीको पेन्टिङ बनाउनुहुन्छ। यति सजिलो छ के, 1 2 3 युज गरेर 1 2 3 मा पनि यसरी पेन्टिङ बनाउन सकिदो रहेछ भन्ने कुरा यो भिडियोमा एकदम साफ साफ देखाएको छ। ल हेर्नु, बाल बन्दैछ, सेम टु सेम लाग्छ कि मलाई त। फेरि मलाई त यस्तो लाग्थ्यो कि यो अघिको भाग कसरी बन्छ भनेर, तर यस्तो दामी तरिकाले यो अघिको भाग नि बनिएको हैन। ओ माई गॉड, यस्तो दामी देखियो यार। हेर्नु त साथीहरु, के भन्नुहुन्छ तपाईहरु, कमेन्ट गर्नु है। यस्तो राम्रो लाग्यो यार। यो दाइको लागि एक सम्मानको रूपमा एक लाइक, एक कमेन्ट, एक शेयर गरिदिनु त साथीहरु। नयाँ हुनुहुन्छ भने मलाई फलो गरिदिनु हैन। मलाई त एकदम दामी लाग्यो। मलाई यस्तो लागिरहेछ कि एक यस्तो टुल, एउटा टुल जस्तोमा बसेको हैन, बसेको जस्तो लागिरह। या उतापट्टिको त खुट्टा, अर्को खुट्टा बन्छ होला के। ओ जुत्ता पनि एकदम दामी लागेको यार। जुत्ता कस्तो दामी तरिकाले जुत्ता बन्यो के। हो त्यही नै हो ती। मलाई त्यस्तै लागिरहेको थियो के। यस्तो दामी भएन त साथीहरु, तपाईहरुको नि दिमाग हिल्यो होला। भिडियोलाई लाइक, कमेन्ट, शेयर जरुर गरिदिनु यो दाइको सम्मानको लागि। कस्तो लाग्यो भिडियो।